म चाहिँ जापानबाट, म जापानको कोबे सिटीबाट हो। म चाहिँ यहाँ हो अस्ति अप्रिल इन्डियामा आएको। म आएको 1 महिना भयो। मैले मेरो 1 महिनाको अनुभव चाहिँ के बुझेँ भन्दाखेरि चाहिँ अहिले काम गरेर फर्कँदैछु। यहाँ चाहिँ ल्याङ्ग्वेज चाहिँ मोस्ट इम्पोर्टेन्ट छ। मैले चाहिँ N5 मात्र पढेर आएको थियो। फसाउने काम भाइ केही पनि गर्दैन। खानेकुरा छ भने खालिन्छन्, पैसा लान्छन्, पैसा लगिसकेपछि फिर्ता जिन्दगीमा नि आउँदैन। मैले बुझेको मेरो साथीको अस्ति भर्खर आएको उसको लगेको थिएँ। ठाउँ चिनी हुँदैन, ल्याङ्ग्वेज हुँदैन, त्यस कारणले अलिकति सोचबुझ गरेर आउनुहोस्। सकेसम्म तपाईँहरू चाहिँ आफ्नो मान्छे, आफूले चिनेको मान्छे कता चाहिँ छ, कता हुनुहुन्छ हो त्यता आउनुहोस् क्या। यो नचिनेको ठाउँमा नै आउनुहोस्। कन्सल्टेन्सीले यस्तो राम्रो स्कुल यस्तो उस्तो सस्तो भन्ला, त्यस्तो मान्दै नमान्नुहोस् होइन। यदि तपाईँहरू पनि जापान आउने सोच हुनुहुन्छ भने चाहिँ सोच गर्नुभएको छ भने जापान आउनुहोस्। जापान नराम्रो छैन। म पनि नयाँ हो, अस्ति अप्रिल इन्डियामा आएको। म आएको 1 महिना भयो। मैले मेरो 1 महिनाको अनुभव चाहिँ के बुझेँ भन्दाखेरि ल्याङ्ग्वेज चाहिँ मोस्ट इम्पोर्टेन्ट छ। मैले चाहिँ N5 मात्र पढेर आएको थियो। N5 पनि मलाई खान्जी चाहिँ त्यस्तो धेरै आउँदैन। म अरू चाहिँ ल्याङ्ग्वेज चाहिँ अलिक डेढसुत बुझ्छु र म फर्काउन पनि सक्छु। त्यसैले अलि मलाई धेरै प्रब्लम त भएको छैन। मेरो साथीहरू हुन्छ, उनीहरूको भन्दा चाहिँ मलाई धेरै इजी भएको छ। तपाईँहरू पनि जापान आउने सोच गर्नुहुन्छ भने चाहिँ ल्याङ्ग्वेज इम्पोर्टेन्ट हुन्छ। र बाँकी रहेको कुरा चाहिँ के हो भन्दाखेरि तपाईँहरूलाई काम लगाइदिन्छु यस्तो उस्तो, मलाई यति पैसा दिए, यता जाउँ घुम्नलाई जाउँ, के ल्याएको छ नेपालबाट खानेकुरा हो त्यस्तो भन्ने सेन्पाहरू हुन्छन्। तिनीहरूबाट चाहिँ एकदम बस्नु होला है, एकदम बस्नु होला। त्यस्तो तिनीहरूले फसाउने काम भाइ केही पनि गर्दैन। खानेकुरा छ भने खालिन्छन्, पैसा लान्छन्, पैसा लगिसकेपछि फिर्ता जिन्दगीमा नि आउँदैन। मैले बुझेको मेरो साथीको अस्ति भर्खर आएको उसको लगेको थिएँ। 3 दिनमा फिर्ता गरिदिन्छु भनेको 1 महिना भइसक्यो। 1 महिनासम्म पत्तो छैन। पैसा दिनेको त नाम निशानै छैन। त्यहीँ एउटै गएको हो, एउटै गएकोमा भेट्दा पनि देखेर पनि नदिए जस्तो गर्छ। यो सेन्पाई भन्नुहरूबाट चाहिँ एकदम बस्नु होला। ल्याङ्ग्वेज चाहिँ मोस्ट इम्पोर्टेन्ट छ। त्यही अनुसारको तयारी गर्नुहोस् होइन। त्यही हो, जापान राम्रो छ। जापानमा दुःख चाहिँ धेरै हुन्छ। काम पाइँदैन, अनि कोही चिना हुँदैन, ठाउँ चिना हुँदैन, ल्याङ्ग्वेज हुँदैन। त्यस कारणले अलिकति सोचबुझ गरेर आउनुहोस्। सकेसम्म तपाईँहरू चाहिँ आफ्नो मान्छे, आफूले चिनेको मान्छे कता चाहिँ छ, कता हुनुहुन्छ हो त्यता आउनुहोस् क्या। यो नचिनेको ठाउँमा नै आउनुहोस्। कन्सल्टेन्सीले यस्तो राम्रो स्कुल यस्तो उस्तो सस्तो भन्ला, त्यस्तो मान्दै नमान्नुहोस्। तपाईँहरूको आफ्नो मान्छे कता हुनुहुन्छ त्यतै चाहिँ तपाईँहरू आउनुहोस् है। किनभने आफ्नो मान्छे भयो भने केही न केही काम नपाउन्जेलसम्म सहज हुन्छ। काम पाउनको लागि पनि फुल हेल्प हुन्छ क्या होइन। त्यही अनुसार हो। अब जुलाई इन्टेको पनि अब सिओई आउन लाग्यो होला। अब सिओई आउँछ होला। त्यस्तै गरेर अक्टोबर इन्टेकको पनि अब अलिक पछि आउँछ। डकुमेन्टहरू तयारी के हुँदैछ, इन्टरभ्यूहरू त सक्यो होला। त्यही हो ल। हस्, म चाहिँ कामबाट फर्किसकेँ। अब म मेरो रुम होस्टेलमा आइसकेको छु होइन। त्यही हो। अब भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा धन्यवाद छ। केही अब नबुझेको कुरा छ भने म पनि नयाँ हो, तर मैले 1 महिनामा धेरै कुराहरू सिकिसकेको छु। त्यही अनुसारको मैले जानेको कुरा भनिदिन्छु। ल हस्, धन्यवाद, थ्याङ्क यू।